आदरणीय प्रमुख अतिथि माननीय सांसदज्यू, त्यसैगरी यहाँ उपस्थित हुनुभएका गण्यमान्य व्यक्तित्वहरू, मलाई आमन्त्रण गर्नुहुने भगवती खड्काज्यू, त्यस्तै अब वैशाखी डन ड्यासमा उपस्थित हुनुभएका आदरणीय गण्यमान्य व्यक्तित्वहरू, मिडियाकर्मी साथीहरू, म हार्दिक अभिवादन गर्न चाहन्छु। यहाँहरूले त्यो भिडियो पनि हेर्नु भएको छ, त्यो दुर्लभ भिडियो जहाँ उनले प्रतियोगिता हराइसकेपछि त्यसको कपाल खौरी दिएका थिए। अब उहाँको आफ्नै व्यक्तित्व छ, कृतित्व छ। अब यहाँ के हुन्छ भन्ने कुरो अहिले सस्पेन्समा छ। ये 4 बातें सत्संग में आपने सुना भी है, पुनः हम बता रहे हैं कि आप कृपा करके कभी मत कीजिएगा। पर स्त्री का गमन मत कीजिएगा, मांस मत खाइएगा, शराब मत पिएगा और किसी भी विधान से जुआ मत खेलिएगा। ये द्वित कीड़ा, मद्यपान, परिस्त्री गमन, हिंसा, इसी को व्यभिचार, चोरी आदि, अगर ये आप करेंगे तो कुछ भी कर लो, दान पुण्य कहीं भी चले जाओ, ये आपको दंड देंगे ही देंगे। क्योंकि जहां भी जाओगे कलयुग तुम्हारी बुद्धि को ऐसा भ्रष्ट करेगा कि वहां भी भारी अपराध ही बन जाएगा। इसलिए सबसे प्रार्थना है, बहुत बढ़िया अवसर मिला है, सुखपूर्वक जियो, आनंद पूर्वक मृत्यु जब आवे तो उसका स्वागत करो और भगवान के धाम में पहुंचो। अमेरिकाको राष्ट्रपति हुने कन्फर्म भएको थियो। यहाँले त्यो भिडियो पनि हेर्नु भएको छ, त्यो दुर्लभ भिडियो जहाँ उनले प्रतियोगिता हराइसकेपछि त्यसको कपाल खौरी दिएका थिए। अब हेर्दा रामकुमारी झाँक्रीजी जस्तो पनि देखिनुहुन्छ है भगवतीजी, यो कुरा ख्याल गर्नु होला। अब उहाँको आफ्नै व्यक्तित्व छ, कृतित्व छ। अब यहाँ के हुन्छ भन्ने कुरो अहिले सस्पेन्समा छ। वास्तवमा यो एउटा डेमो हो र साँच्चै प्रोफेसनल रेसलर भनेको चट्टानी हात बोकेका हुन्छन्। बस्नेतजीको विवाह भएको यो 1 वर्षको समय बितिसकेछ। उहाँले आफ्नो जीवनमा संघर्ष गर्नु भएको छ, 52 ठक्कर 53 गुस्सा खानु भएको कुरा मैले भनिरहनु पर्दैन। यहाँ समाज परिवर्तनको लागि विद्रोहको झण्डोत्तोलन गर्छु भनेर भाषणबाजी गर्नेहरू वास्तवमा अन्तर्जातीय विवाह वा अन्तर्जातीय संस्कारबाट विस्फोट पर आएका छन्। उहाँ त्यस्तो व्यक्ति हो जसले दलित शिल्पी भनिने हाम्री पूजा बहिनीलाई आफ्नो पत्नीको रूपमा सहमरण गर्नुभएको छ, सहयात्री चुन्नु भएको छ। म्यारेज एनिभर्सरी म के शुभकामना दिन चाहन्छु भने तपाईहरुको यो जोडी परिवार जोडी, चखेवा जोडी जस्तो, मलेवा जोडी जस्तो भएर यो जुनीभरि कहिल्यै पनि नछुट्टियोस्। उहाँहरू दुवै कुनै न कुनै रूपमा सामाजिक काम र संसार कर्ममा जोडिनु भएको छ। सधैँभरि हृदयको गमलामा तपाईका यादहरू सजाएर राख्नुहुन्छ। धेरै मान्छेहरू उहाँको जीवनसँग जोडिए, उहाँसँग नजिक भएर सेल्फी खिचे। आज उहाँलाई चिन्न स्वीकार गर्छन्। विजयजन बस्नेतको जीवन सर्वनाश होस् भनेर षड्यन्त्रका तानाबाना माखे साङ्लो चक्रव्यूह रचना गरेको पनि हामीलाई थाहा छ। कसैलाई पनि सिद्धाउनु हुँदैन, कसैलाई पनि ह्याकुलाले पेल्नु हुँदैन, लङ्गडी हान्नु हुँदैन, छिर्के हान्नु हुँदैन र कसैको जीवनमा पनि पाप गर्नु हुँदैन भनेर उहाँ असाध्यै मानवतावादी तरिकाले अगाडि बढ्नु भएको छ। कसका छोरा, कसका नाति, कसका पिता, कसका माता बेवारिसे बनेर अस्पतालका बेडहरूमा छरिएका लासहरू, कुहिरहेका, पिप बगिरहेका सडाङ्ग लासहरूलाई आफ्नै हातले च्यापेर तह संस्कार गर्नु भएको छ। हाम्रो तेज थकाली ज्यू जो लन्डनबाट आउनु भएको छ, असाध्यै ठुलो समाजसेवी, कोही बात छैन। तपाईहरुको जीवन सुखमय रहोस्, तपाईहरुको सुस्वास्थ्य दीर्घायु दीर्घ जीवनको कामना गर्न चाहन्छु। तपाईहरुले आँटेका चिताएका हरेक कामहरू पूरा हुन्, सबै खाले सफलता र प्रगतिले सधैँभरि साथ दियोस्। तपाईहरुको जीवन लाली गुराँस जस्तो चहक र महक लिएर फुल्ने फल्ने फस्टाउने ह्याप्पी म्यारेज एनिभर्सरी भन्दै म यो माइक्रोफोन फेरि पनि विजयजन बस्नेतजी काली साहबलाई हस्तान्तरण गर्न चाहन्छु।